ल हेर्छु के हुन्छ हो नमस्ते दिदी रुममा छ क्या त्यो चाहिँ हामी गरिदिउँ न हामी सिक्यौँ हेलो नमस्कार ल ठिक छ नरौँ है के गर्ने ढुक्क भाइ छ नि भाइ होइन खुट्टा ढोक्नु पर्छ ए ढोक्नु परेन खुट्टा पऱ्यो नि खुट्टा ढोक्नु पऱ्यो खास गरी प्रतीकको पछाडिको मान्छेहरूलाई नि यसो हाम्रो उसमा चाहिँ जोइन हुन पाएको भए चाहिँ अलिकति ठिक हुन्थ्यो हाम्रो सानो परानको चाहिँ यहाँ दाइलाई भेटेर ठ्याक्क भेटेको लास्ट इमोसन भयो क्या दाइ हुन्छ नि कन्ट्रोल गर्नै सकेन अब ठिकै छ के गर्नु जानै पर्छ होइन अब जानै पऱ्यो गर्नै पऱ्यो ठिक छ अब हामी चाहिँ चिया खाएर अब दाइलाई पुऱ्याउनुको लागि उता सिधा पाइला जान्छौँ अब त्यहाँ गाडी चढाएर अनि कता कता हुन्छ हेर्दै जानु होला राम्रो छ जाने होइन घरको लागि म छु ट्याक्सी आइसक्यो उता अर्को दुईवटा ट्याक्सी भनेको त त्यही हो हेर यसको पारा प्रतीक भाइ बाबु म दिदी खोइ आउँछु होला अहिले के हुन्छ त्यहाँ एकछिन काम पनि छ त्यो काम सकेर आउँछु अब कहाँ हामी सिता पाइला जाने होइन सिता पाइला अब राम्रोसँग जाने केटो त्यही हो घरको लागि चाहिँ ढुक्क आफू सेटल भएन घरको लागि म छु ढुक्क है राम्रोसँग जाने ओहो यता सानो झलक भन है बाबु त दाइलाई छोड्न हामी सिता पाइला जान्छौँ त्यहाँ गएर बस चढाएर अनि अब कता हुन्छ अब कता कता गइन्छ अब मम्मी चाहिँ लास्ट इमोसनल हुनुभएको हुन्छ नि कन्ट्रोल गर्नै सकेको छैन कि अब के गर्नु है जानै पर्छ यस्तै हो ठिक छ आज अब दाइ छ दाइ गर्छ अब म पनि धेरै छैन मेरो पनि प्रोसेस हुँदैछ म पनि जान्छु अनि भान्जी त भान्जी के छ भान्जी सानो झलक है सब स्याडमा हामी चाहिँ अब कहाँ सिता पाइला जान्छौँ होइन सिता पाइला जाँदैछौँ अब दाइलाई पछाडिबाट आउँदैछ एक ग्रुप हाम्रो 2 ग्रुप भएको छ लटाएर अब जान्छौँ पुऱ्याउँछौँ तर लास्ट अब हुन्छ नि त्यहाँ कोठामा इमोसनल भए म धरी के लास्ट अब बोल्नै सकेन कि के भनौँ पुरा आइरहेको छ होइन मनमा अब दाइलाई भनौँ लागिरहेको होइन तर कुनै आएन कि शब्द नै निस्किएन कि अब अकमक्यायो कि भित्रभित्रै तिमी कुरा गर्यो होइन क्या अब ठिकै छ अब के गर्नु जानै पर्छ है म पनि जान्छु मेरो पनि धेरै छैन अब प्रोसेसिङ चाहिँ भइरहेछ अब के गर्नु जानै पऱ्यो गर्नै पऱ्यो होइन बाबामाको सपना पुरा गर्नु पऱ्यो नि यही 2टा छोरा पनि छौँ होइन दाजुभाइ मिलेर गर्नुपर्छ अब दाइ जान्छ दाइ पछि भाइ पनि पाला आउँछ के गर्छ अनिल भन्छ होइन जानै पऱ्यो नेपालमा छैन अब ठिक छ अब जाम सिधा पहिला जाउँ दाइलाई गाडी चलाऊँ अब के छ दाजु हाम्रो दाजु पुरा स्कुटीमा होइन साइक पारामा आइरहनु भएको छ खोल्ती फर्क्या के हो पैसा तिरेर फर्क्या जस्तो
भरिदिनु पर्यो हो भाइ त धनी भएको त अहिले त मान्छे चेक हामी चेक काटिदिनु पर्थ्यो क्या दाइले चेक लगाएको हुन्छ सानो झलक खाताबाट अब भाइलाई लागेको थियो नि खाताबाट आएको सानो झलक अहिले अर्को पनि किन्नु पर्ने ल राम्रो छ जानु होइन घरको टेन्सन ढुक्क घरमा भाइ छ होइन भाइले गर्नु दिनु पऱ्यो नि पहिला आफै सेटल होइन आफ्नो लागि केही गर्नु भन्ने प्लान लाग्छ है दाजुभाइ मिलेर केही गर्नै पर्छ होइन राम्रो छ जाने आफै ख्याल राख्नु फेरि आफूलाई मारी पैसा बचाउँछ भन्ने चाहिँ नसोच्ने आफू चाहिँ अब त्यही हो है अब राम्रो छ जा यता हेर्न यता राम्रो छ जा अब एउटा फोटो नि हान्दिनु न भाइ पनि आउँछ अब केही समय पछि भाइ पनि आउँछ धेरै छैन टाइम ल यही गाडीमा रहेछ यही भने होइन मान्छे यही गाडीमा अब हामी पनि दाइलाई गाडी चलाउँछौँ भने कहाँ गइन्छ हामी फ्रेसौँ हामी एक जिम्मी गराएन यति गाह्रो भयो आमामा यति गाह्रो भयो दाइ अब उता गर्दैछ मम्मीहरूले यही गाडी रहेछ जस राम्रो छ गरोस् त्यही त हो हाल्दैछ न्याउरो भएको छ होइन न्याउरो भएको छ कि त्यो है के भन्यो चाहिँ ज्ञानेश्वर जाँदैछौँ दाइलाई गाडी साडी चढाएर मम्मीहरू उता जानु हो अनि हामी चाहिँ अब ग्यारेजहरूतिर लाग्दैछौँ दाइ चाहिँ अब किन बसमा गएको भने चाहिँ दाइहरूको चाहिँ इन्डियाबाट चाहिँ उसो फ्लाइट हो कि इन्डिया जाने दिल्ली अनि दिल्लीबाट फ्लाइट हो भोलि सायद भोलि हुन्छ होला होइन मान्छे सायद भोलि हुन्छ होला तर गाडी चढाएको चाहिँ किन भिडियो नगराएको होइन लास्ट इमोसनल भयो कि अब इमोसनल भयो मम्मी अब यसमा इमोसनल हुनुभयो होइन अनि आफूलाई कन्ट्रोल गर्नै सकिएन कि कन्ट्रोल गर्छु भन्दा भन्दै होइन सकिनँ भने चाहिँ यार सम्झाउन अब मम्मीहरूलाई सम्झाउनु पर्यो नि म आफै के सक्दै सकिनँ कि तर ठिकै छ दाइलाई अब माथिबाट हेर्नु त्यस दाइलाई राम्रो होस् होइन घरको लागि म छु म गर्छु होइन त्यही हो दाइलाई अब राम्रो तरिकाले गरोस् आफ्नो ख्याल राखोस् होइन अब हामी जान्छौँ होटलतिर जान्छौँ भने ल खाना पनि आयो उता आउँदैछ अब टक्क खानासाना खानुपर्छ होइन मामा हो दाइ यस्तै हो ल खाना खान्छौँ त्यही त हामी फेरि कहाँबाट कहाँ आयौँ हामी अब रिक्साको सफारी होइन भने ऊ त हुन्न नि अनब्यालेन्स त हुन्न नि अनिल र दाइ चाहिँ उतापट्टि अनि भान्जा र म यतापट्टि हामीले न्यू एक्सपिरियन्स बटुलिरहेको छौँ होइन फर्स्ट टाइम मेरो चाहिँ सेकेन्ड टाइम होला एकचोटि इन्डिया जाँदाखेरि चढेको थिएँ अनि हामी चाहिँ पुरा गाडीमा आएर गाडी चाहिँ पार्कमा राखेर होइन पार्कमा राखेर हामी फेरि रिक्सामा चाहिँ पुरा सवार गरिरहेको छौँ अब पुरा यस्तो छ अब जान्छौँ कहाँ जाने हामी चाहिँ कफी खान्छौँ अब एकछिन बस्छौँ कता कता हुन्छ के हुन्छ हेर्दै जानु होला माया दिनु होला होइन त्यही भन्न चाहन्छु अनि त्यही नै हो अब टक्क लगाएर यस्तो छ पुरा भिड ल ल ल ल बसन्ती ल है त ल क्याफेमा गएर भेट्नुपर्छ गाइस अर्की छोरीलाई झर्नै मन लागेन जस्तो छ कस्तो भयो भान्जे एक्सपिरियन्स न्यू एक्सपिरियन्स दामी होइन दामी भयो अब ल हामी चाहिँ रिक्सा सवार गरेर कहाँ आयौँ भान्जे कफी सफी खानालाई अब कफी सफी खान्छौँ खाजा खान्छौँ होइन अनि यता गाइस हेलो सर रिक्साको सफर राम्रो भयो ल ल आजको लागि यति नै हो थ्याङ्क यू सो मच
फर वाचिङ अनि सब्सक्राइब गर्न नबिर्सिनु होला है माया र सपोर्ट चाहिँ एकदम चाहिन्छ एकदम जरुरत पनि छ सब्सक्राइब प्लिज गाइज अब नेक्स्ट भ्लगमा खतरा हुनेवाला छ बाई बाई गाइज